नेपालको चर्चित व्यक्ति नै मेरो श्रीमान हुनुहुन्छ अहिले हैन अहिले हाम्रो रिलेसन राम्रै छ अब यत्रो घर सर सबै कुराहरु दिनुभएको छ सबै कुराहरु पुर्याइदिनु भएको छ म चाहिँ यस्तो के दाइ सबै कुरा एनी हाउ मनीले मात्र नहुँदो रहेछ क्या मान्छेले शारीरिक आफ्नै अङ्गलाई के चाहियो त्यो कुराहरु चाहिँ श्रीमानले नबुझेपछि छोरी मान्छे के हुन्छ थाहा छ बाहिर बौलाउँदै हिँड्छ हैन सेटिस्फाइड नभएपछि हो त नि त मान्छे त्यो बोलाउँछ नि 35 त कसरी हुने त दाइ भन्नु न अब यत्रो बुढो भइसक्यो खै दादा 58 वर्षको मान्छे म 32 वर्षको मान्छे हामी कति फरक छु के म त आश्रममा जान्छु बर्थडे मनाउँछु त्यति बेला ओली किङलाई सम्झिन्छ नि शर्मिलाले हैन कि सम्झिँदैन सम्झिन्छु किन उहाँ त एकदम राम्रो लाग्छ मलाई दाइ राम्रो एकदमै लाग्छ यस्तो हुन्छ क्या मान्छे नचिनेपछि को लाग्छ हैन अस्ति त कस्तो रुन मन लाग्यो दाइ यस्तो कठोर मन भएको केटी म है यति कठोर छु हैन अब यति मन पनि एकदमै उचा हैन त्यो ब्लग हान्यो भन्दाखेरि त कस्तो त्यो मान्छेलाई कस्तो हुँदो रहेछ क्या त्यो ए बोयफ्रेन्ड गर्लफ्रेन्ड छुटे जस्तै भइरहेको दाइ म त कस्तो भने म एकछिन त कस्तो भगवान म कहिले पनि तपाईँलाई म्यासेज पनि नगर्ने मान्छे एक्कासी तपाईँलाई मैले म्यासेज पनि हैन ओली किङले चाहिँ अब टिकटकमा छाडा बोल्दैन हैन बरु म कहिले काहीँ बोलिरहेको हुन्छु रिस उठाउँछ मलाई ओली किङ त फेरि बाहुनको छोरा हो नि त त्यही भएर चाहिँ बाहुनहरूले त प्रायः जस्तो बोल्दैन नि छाडा अहिलेसम्म बोल्छ छाडा बोल्छ म सुतेको बेलामा बोल्छ होला नि नत्र भने त म प्रायः जस्तै मैले त त्यो ओली किङ भनेर टिकटकमा हेरेको त आमा टिकटक भयो आउँछ यसरी भाइरहरू आउँछ त्यो त होइन ए त्यो मलाई थाहा भएन म सुतेको बेलामा लाइभमा बस्छ होला नि नरेशलाई त अनि डरो भनेर रहेछ नि त ओली सरले त अनि त्यो नरेश त्यो अर्कै मान्छे हो त म होइन के त्यो म सुतेको बेलामा बोले नि मात्रै नत्र भने त कहाँ बाहुनको छोराले बोल्छ बाहुन बोलमा हुर्केको मान्छे अनि म होइन रात दाइले बोल्यो के रात ओली किङले बोलेको पठाउनु त मलाई बरु म चाहिँ कहिले काहीँ बोलिरहेको हुन्छु नेपालको चर्चित व्यक्ति नै मेरो श्रीमान हुनुहुन्छ अहिले हैन अहिले हाम्रो रिलेसन राम्रै छ अब यत्रो घर सर सबै कुराहरु दिनुभएको छ सबै कुराहरु पुर्याइदिनु भएको छ म चाहिँ यस्तो के दाइ सबै कुरा एनी हाउ मनीले मात्र नहुँदो रहेछ क्या मान्छेले शारीरिक आफ्नै अङ्गलाई के चाहियो त्यो कुराहरु चाहिँ श्रीमानले नबुझेपछि छोरी मान्छे के हुन्छ थाहा छ बाहिर बौलाउँदै हिँड्छ हैन सेटिस्फाइड नभएपछि हो त नि त मान्छे त्यो बोलाउँछ नि 35 त कसरी हुने त दाइ भन्नु न अब यत्रो बुढो भइसक्यो खै दादा 58 वर्षको मान्छे म 32 वर्षको मान्छे हामी कति फरक छु के